साथीभाइहरू, अहिले म ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर 4 बोझे पोखरीमा छु। आज छठ पर्वको दिन र चारैतिर यसरी झिलिमिली भएको छ। एकदमै कस्तो रमाइलो तरिकाले चाहिँ छठ पर्व मनाइरहेको अवस्था मैले प्रत्यक्ष देखाइरहेको छु। यो अगाडिपट्टिको चाहिँ पोखरी हो अनि यहाँ अगाडितिर राखिएको छ नि यो सबै तपाईँको विभिन्न सामग्रीहरू त्यसरी नै सजाएर राखिएको छ। यो एकदमै रमाइलो पनि देखिएको 2082 सालको छठ पर्व दीपावली सके लगतै चाहिँ छठ पर्व पनि एउटा नेपालको राष्ट्रिय पर्व नै हो। यो पर्व धेरै जसो तराई भेगमा चाहिँ अत्यन्तै मनाइन्छ, तर पहाडी भेगमा पनि पछिल्लो समयदेखि चाहिँ केही मात्रामा मनाउन थालेको पनि हामीले प्रत्यक्ष देखिँदै आएको छ। अहिले यो बोझे पोखरी वरिपरि यसरी मानिसहरू आउने जाने र कति त अब पूजामा पनि बसिरहेको देखिन सकिन्छ। यो अहिलेको रात्रिकालीन मैले यसरी यो भिडियो बनाएर देखाइरहेको छु है। राति कस्तो लाग्छ तपाईँहरूलाई हेर्नुहोस्। कतिलाई त अब छठ पर्व मन पर्छ, कतिलाई मन पर्दैन, तर मलाई चाहिँ सबै धर्मको पर्वहरू मन पर्छ।